अब सुरक्षा फौजको टिम र घटनास्थल पुगे रेस्क्यु कार्यको लागि आगो लाग्यो मोडर्न टोलीले वर्णन गरिसकेको छ। आगो नियन्त्रणको सामग्री लिएर आगोलाई निभाउन सोइटर इम्प्रोभाइज सर सामानले गर्दा आगो निभाउने कार्य सुरु भइरहेको छ। यति बेला सेल्भेज टिमले घरभित्र भएको सर सामानहरूलाई बाहिर निकाल्ने कार्य पनि गरिरहेको छ। यो आगलागी बढाउने निभाउने घाइतेलाई मेडिकल टिमले प्राथमिक उपचार गरी घटनास्थलदेखि एम्बुलेन्ससम्म स्ट्रेचरको माध्यमबाट लैजाने कार्य